हेलो साथीहरु नमस्कार। आज चाहिँ म आँपको खट्टी मिठी बनाउँदैछु हैन। यहाँ पहिले मैले एउटा आँप लिएको छु, यसलाई बोक्रो तास्दैछु। अब चाहिँ मैले यहाँ थोरै तेल लगाएको छु। त्यसपछि थोरै ज्वानो लाएँ, थोरै जिरा पनि लाएँ। लाइन पनि गयो बन्द गरेको। लाइन गएर यता माथि सरेको छ। थोरै सुप लाउँछु। सुप यो चाहिँ पानजिरा। थोरै खोर्सानी पनि लाउँछु। हामी पिरो खासै धेरै खाँदैनौँ, त्यही भएर थोरै खोर्सानी लाउँछु। मेरो अचार चाहिँ यस्तो भएको छ, अहिले पाक्दैछ बिस्तारै यस्तो भएको छ हैन। अब यसमा थोरै चिनी एड गरेको छु हैन। चिनी चाहिँ एकदम स्वाद अनुसारले लगाउँछु। अचार चाहिँ यस्तो भएको छ फाइनली। अचार रेडी। बाई बाई।